हेलो गाइज, म चाहिँ आज मेरो ल्यापटपमा थोरै प्रब्लम आएको कारणले यो सोलुसन कसरी गर्ने भन्ने कुरो अलिकति आएन, यो थाहा भएन। यो पहिले यस्तो थिएन मेरो ल्यापटप, अहिले यो थोरै प्रब्लम आएको छ। यो सोलुसन गर्न मलाई आएन भन्दा नि हुन्छ। यो नआएको कारणले कसरी गर्ने भन्ने कुरोमा भिडियो बनाउन गइरहेको छु। यसलाई के भनिन्छ यो प्रब्लमलाई भन्ने कुरो पनि मलाई थाहा भएन। जस्तै टाइपिङ गर्दाखेरि फ्ल्याग्स आउँछ, जस्तै म देखाउन गइरहेको छु। तपाईहरुलाई मिल्छ भने कमेन्ट गरेर मलाई ल्यापटपको सेटिङ बनाउने आइडिया दिनुहुन्छ भन्ने आशा गरेको छु। यो कसरी बनाउने भन्ने कुरोमा मलाई राम्रोसँगले थाहा नभएको कारणले फेरि अलिकति मलाई अलिक गाह्रै भइरहेछ। म दोधारमा छु यो कसरी सोलुसन गर्ने भन्ने कुरोमा। त्यही भएको कारणले मैले यो ब्लग बनाउन खोजिरहेको छु। यो भिडियो मार्फत कसरी हुन्छ सोलुसन गर्ने आइडिया खोज्ने क्रम छ मेरो, भनौँ न। कमेन्टमा सल्लाह सुझाव दिनु होला कसरी गर्ने, तपाईहरुलाई थाहा भए भन्ने आशा गरेको छु। यो चाहिँ मेरो ल्यापटप छ। यसलाई यो के भएको छ भन्दाखेरि यो जस्तै सर्च गरिन्छ जे चिज पनि, त्यो सर्च गर्दाखेरि चाहिँ जस्तै बी यस्तो रिफ्लेक्स आउँछ, बी आई यस्तो यसरी यो आउँदैन। जस्तै यो यसरी सी अथवा जुनसुकै वर्ड थिच्दा पनि तपाईको यो यस्तो भइदिन्छ। यो के भएको यो हो, यो सेटिङ बनाउनु पर्ने छ मेन त। अनि यो मेरो तलको यो ल्यापटपको किबोर्ड चाहिँ कुनै थिचिदैन, यो बेला मात्रै थिचिन्छ। यो फर्स्टको किबोर्ड भनौँ न, यो पी थिचिँदैन कहिले। OIUYTREW यिनीहरू थिचिँदैन कहिले काहीँ। यिनीहरू के भएको कारण, यसलाई कसरी मिलाउन सकिन्छ तपाईहरुले सल्लाह सुझाव दिनुहुन्छ भन्ने आशा गरेको छु। यो मलाई आएन। यो के भन्छ सोलुसन गर्न, यो जस्तै सर्च गर्दाखेरि यसरी ब्ल्याक आउँछ। अनि यो यस्तो यो भएको कारणले यो किन यस्तो आयो, कुन सेटिङ मिस्टेक भयो तपाईहरुले बताइदिनुहुन्छ भन्ने आशा गरेको छु। यो सोलुसन गर्ने, यो सेटिङ मिलाउने कुनै आइडिया भएन मलाई। तपाईहरुलाई थाहा भए कमेन्ट मार्फत अथवा केबाट यो सेटिङको कुराहरू मिलाउन सकिन्छ त्यो सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु। यो मलाई आएन यो सेटिङ। अनि यो अर्को भनेको यो ल्यापटपमा यो जस्तै अब पी थिचिँदैन अहिले, पी जति यो के भएको पी यिनीहरू अब आइफोन थिचे छैन अहिले, बेला मौका मात्रै थिचिन्छ यो यिनीहरू। यो के भएको, त्यो भएर म अर्को किबोर्ड चलाउनु बाध्य छु। यो किबोर्ड अहिलेलाई यो त्यही भएर के कारणले हो यो मैले यो ल्यापटपको किबोर्डले नभएर यो ठुलो किबोर्ड चलाउनु परिरहेछ। अलिक असजिलो
हुँदो रहेछ, कनेक्ट गर्नु पर्यो। यो त्यो भएको कारणले तपाईँहरूले सल्लाह सुझाव छोड्नुहुन्छ भनेर यो ल्यापटपको किबोर्ड र यो यो टाइपिङ के भन्छ यसलाई, अब यो सोल्युसन गर्दाखेरि गर्ने आइडिया कसरी गर्ने भन्ने कुरो दिनुहुन्छ भन्ने आशा गरेको छु। हस् त, सेटिङ मिलाउनको लागि तपाईँहरूले सल्लाह सुझाव दिनुहोला, कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। कसरी हुन्छ यो सम्भव छ छैन त्यो पनि बताइदिनु होला। तपाईँहरूलाई थाहा भए यो कसरी गर्न सकिन्छ मलाई कमेन्ट गरेर सल्लाह सुझाव सेटिङहरूको विषयमा बताइदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु। साथै यो पहिले त यस्तो थिएन जस्तो लाग्छ मलाई। यो मलाई जहाँसम्म लाग्छ यसले अलिकति मलाई अप्ठ्यारो महसुस गराएको छ। यो टाइप गर्दाखेरि रिफ्लेक्स आउँछ त्यो सायद, अनि यसलाई सोल्युसन गर्नको लागि कसरी हुन्छ लास्ट उपायहरू के होला बताइदिनु होला भन्दै थ्याङ्क यू फर वाचिङ भिडियो भन्दै आजको भिडियो यहीँ राख्न चाहन्छु। बाई बाई, लभ यु अल।